निस्ती गाउँपालिका वार्ड नम्बर 2 वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष 2082-83 स्वीकृत कार्यक्रम अनुसार मिति 2082 चैत्र 13 र 14 गते जनप्रतिनिधि, कर्मचारी तथा कृषकहरूबीच अध्ययन अवलोकन भ्रमणको क्रममा एउटा नेपालको नमुना बाख्रा फर्म सिमलथली एग्रो प्रणाली तालिम केन्द्र हेटौँडा 3 सिमलथली मकवानपुरको अवलोकन गरिएको थियो। उक्त फर्मका सञ्चालक श्री पवन आचार्यज्यूको अनुभव र प्रशिक्षण सुन्नुहोला र जसले हाम्रो ठाउँमा बाख्रा पालन गर्नेहरूको लागि थप केही फाइदा पुग्नेछ भन्ने मैले बुझेको छु। सुनौ है त। जनप्रतिनिधि, कर्मचारी र कृषक हेटौँडा उपमहानगरपालिका वडा नम्बर 3 सिमलथलीको बारेमा विशेष गरेर हाम्रो उद्देश्य भनेको हामीले नजानेको कुराहरू देख्यौँ र सिक्यौँ। त्यहाँको प्रत्यक्ष कुराहरू अवलोकन देखेको भन्दा फेरि गरेको भन्दा देखेको कुराहरू हामीले बढी देख्ने भएको हुन्छ। उक्त कुराहरूलाई सिक्नको लागि हामी परिचय मैले सब के पर्सनहरूको चाहिँ परिचय गर्नु हुन्छ। मैले गर्छु। मेरो नाम नारायण सञ्जय, मेरो घर बनाएर प्रदेश कालिम्पोङ जिल्ला, आफ्नो निस्ती गाउँपालिका कृषि मायाको चाहिँ के पर्सनहरूको गरौँ, अरू परिचय नगरौँ। सुरु गर्नु होला। सबैलाई नमस्कार। मेरो प्रत्येक क्षेत्रलाई मेरो निस्ती गाउँपालिका नमस्कार, मेरो नाम कृष्ण यादव, नगरपालिका जिल्ला बारा। म नगरपालिकाको वार्ड नम्बर 20 पशुपालन। ल मैले मेरो परिचय दिएँ। अलिक साउन्ड सुनिएन भने भन्नुहोस् ल, मलाई अब स्वरले सुनिन्छ भन्ने लाग्छ। नमस्कार, म पवन आचार्य। मेरो घर चाहिँ काठमाडौँ दक्षिणकाली नगरपालिका। म चाहिँ यो सिमलथली एग्रो प्रणालीको सञ्चालक। हामी 5 जना छौँ। 5 जनामा 3 जना छौँ हामी क्रियाशील सक्रिय चाहिँ, अरू 2 जना चाहिँ निष्क्रिय हुनुहुन्छ। त्यसरी चाहिँ हामी अगाडि बढेका छौँ। यो चाहिँ हाम्रो स्थापना कालबाट अलिकति सरसर्ती भने हाम्रो 2070 सालमा अघि दाइले पनि भनिसक्नु भएको छ। 70 सालमा 2 जना मिलेर यो फर्म सुरुवात गऱ्यौँ। हामीले 57वटा बाख्राबाट 10वटा सुरुमा, पछि बढाउँदै गएर 57वटा बाख्राबाट सुरु गरेर अहिले हामी 1087 बाख्रा चाहिँ हामीसँग छन्। साना ठुला गर्दाखेरि 1087वटा चाहिँ छन्। हामी त्यसरी अगाडि बढेका छौँ। र हाम्रो 10 बिघामा हामी घाँस खेती गरेका छौँ। घाँसका विभिन्न प्रजातिहरू छन् हामीसँग। सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर, सुङ्गा सेट्रिया, मोलाको, जोइन्ट भेज, पाँचपालम होइन लगायत डाले घाँसमा किमु, बडर, टाकी, पिल, मेन्दुला, भटमासे लगायत 47 प्रकारका चाहिँ हामीसँग घाँसहरू छन्। बहुवर्षीय घाँसहरू र डाले घाँसहरू चाहिँ हामीले त्यसरी लगाएका छौँ। र हाम्रो यो फर्म चाहिँ 13 कट्ठामा चाहिँ ओगटेको छ यो एरिया। हामी यहाँ चाहिँ विभिन्न, अघि मैले तपाईँलाई भने विभिन्न हाम्रो संरचनाहरू छन्, त्यो लगायत हामी यो तालिम हल लगायत विभिन्न कुराहरू गरिरहेका छौँ। त्यसरी चाहिँ अब यो एउटा अध्ययन केन्द्रको रूपमा विकास गर्नुपर्छ भनेर हामीले 2077 सालमा चाहिँ यो सिमलथली एग्रो प्रणाली दर्ता गरेर चाहिँ यहाँ सञ्चालन सुरु गऱ्यौँ है। त्यसरी अगाडि बढ्यो। 2070 सालमा हुन बाख्राबाट सुरु गरेर 2077मा एग्रो दर्ता गरेर हामी यतापट्टि सुरु गऱ्यौँ। त्यसरी चाहिँ हामी बिस्तारै अगाडि बढ्ने क्रममा चाहिँ अब विभिन्न चुनौती अवसरहरू हुँदै हामी अहिलेको अवस्थामा यहाँ आइपुगेका छौँ है। त्यसले गर्दाखेरि अब बाख्रामा धेरै चुनौती पनि हुँदो रहेछ होइन। केही गर्न सक्यो भने अवसर पनि हुँदो रहेछ। त्यसरी चाहिँ अगाडि बढ्न सक्यौँ भने अगाडि बढ्न चाहिँ सफल हुन सकिँदो रहेछ भन्ने कुरा चाहिँ हाम्रो भोगाई, यो गराइले चाहिँ हामीलाई यो सिकाएको छ। र अब हामी बाख्रा पालन गर्छौँ भने सुरुमा हामी घाँस खेतीबाट बाख्रा सुरु गर्नुपर्छ। तपाईँ हाम्रो चाहिँ सामान्य चाहिँ के गर्छौँ भने हामी बाख्रा पाल्ने भने चाहिँ हामी पहिला के गर्छौँ, बाख्रा किन्छौँ, अलिअलि खोर बनाउन सुरु गर्छौँ, बाख्रा किन्न थाल्छौँ है। त्यो होइन। बाख्रा पाल्छौँ भने पहिला घाँस लगाउनु पऱ्यो, अनि 2 नम्बरमा मात्र अनि हामी खोर बनाउने हो, अनि 3 नम्बरमा मात्र हामी बाख्रा किन्ने हो है। हाम्रो चाहिँ त्यो हाम्रो अलिक उल्टोबाट गरे भएर हामी अगाडि बढ्न सकिरहेको हुँदैनौँ। अनि हाम्रो कन्सेप्ट के छ, बाख्रा पाल्ने भनेपछि पाको जमिन चाहिन्छ, उत्पादनशील जग्गामा बाख्रा पाल्नु हुन्न भन्ने हाम्रो चलन छ। किनभने हाम्रो सिकाइ हामी सानैदेखि त्यही सिकेर आयौँ होइन। सानैदेखि त्यही सिकेर आयौँ। अनि बरु धान लगाउँदा, मकै लगाउँदा घाटा होस् तर मकै र धानै लगाइरहेको हुन्छौँ, तर हामी
व्यावसायिक रूपमा अगाडि बढ्न सकिरहेको हुँदैनौँ है। त्यसले गर्दाखेरि पहिलो बाख्रा पाल्ने भनेपछि चाहिँ जहाँ उत्पादनशील जग्गा छ, जहाँ सिँचाइ योग्य जग्गा छ, जहाँ चाहिँ घाँस राम्रो उत्पादन हुन्छ भने त्यहाँ चाहिँ पहिला घाँस खेती गर्नुपर्छ। तर हाम्रो त्यो कन्सेप्ट चाहिँ अगाडि बढ्न सकेका छैनौँ है। त्यसले गर्दा हामी व्यवसायी हुन सकेका छैनौँ। हामी निर्वाहमुखी पेसा चाहिँ गरिरहेछौँ, कृषि पशुपालन बाख्रा पालन। अब हामी घरमा 2टा गाई पनि पालेका छौँ, 2टा गोरु पनि पाल्या होला होइन, बाख्रा पनि पाल्या हुन्छौँ, 2-4वटा कुखुरा पनि पाल्या हुन्छौँ, अलिकति धान खेती पनि गरेका हुन्छौँ, अलिकति मकै पनि गरेका हुन्छौँ। अनि हामी के गरेका छौँ, हामी व्यवसायी हुन सकेका छैनौँ। अनि हाम्रो यो पनि राम्रो भएन, ऊ पनि राम्रो भएन भनेर हामी गरिरहेछौँ। त्यो होइन, हामी जे पेसा गर्छौँ एउटा पेसामा दिगो भएर हामी अगाडि बढ्नुपर्ने है। त्यसरी अब हामी यो 13 वर्ष अगाडिदेखि हामी यो दिगो भएर यसरी बढ्न नबढेको हो भने हामी यो अवस्थामा अहिले आउन सक्दैनौँ। त्यसले गर्दा फर्स्ट भनेको घाँस खेती गर्नुहोस्। घाँस खेती गरिसकेपछि सेकेन्डमा के गर्ने भने खोर बनाउन सुरु गर्ने हो। घाँस लगाउँदै जान्छ, घाँस हुर्किँदै जान्छ, बढ्दै जान्छ, खोर बनाउने बेला घाँस खुवाउने बेला तयारी हुन्छ है। अब खोर बनाउँदा के कुरामा ध्यान दिनुपर्छ भने विशेष गरी पूर्वी दक्षिण मोडा भएको खोर बनाउनुपर्छ। किन भन्दाखेरि घाम लाग्नु पऱ्यो, बिहानदेखि बेलुकासम्म त्यो घाम चाहिँ लाग्नु पऱ्यो। जसले गर्दा के हुन्छ त बाख्राहरूमा रोग लाग्दैन होइन, प्रजनन क्षमताहरू बढाउँछ। अनि त्यसले गर्दाखेरि चाहिँ बाख्राहरू राम्रो हुन्छ, अगाडि बढ्न सकिन्छ भनेर चाहिँ त्यो खोर बनाउने। अनि खोरको चाहिँ हाइट अब विशेष गरी खोरको हाइटलाई चाहिँ हामी चाहिँ अब त्यहाँको वातावरण अनुकूल हेर्दा अब कम्तीमा पनि 5 फिटको चाहिँ हाइट बनाउनु। किन भन्दाखेरि त्यसको मुनिको बडकुलाहरू सोर्नलाई सहज हो, सफा गर्न सहज हुन्छ होइन। जति साङ्गुरो हो हामी त्यो सोर्नलाई अप्ठ्यारो हुन्छ। त्यसले ग्यास एमिनिया ग्यास फाल्छ, बाख्रा बडकुलाबाट एमिनिया ग्यास फाल्छ, त्यो सिधा माथि फाल्छ। जति होचो खोरो भयो त्यति चाहिँ माथि फालिरहेको हुन्छ। त्यसले गर्दाखेरि बाख्रामा असर गर्छ, बाख्राहरू रोक्ने, ख्यास गर्ने, ख्यास आउने होइन, नाकबाट सिँगान निकाल्ने यी प्रब्लमहरू चाहिँ देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म खोर चाहिँ 5 फिट हाइटको चाहिँ बनाउनुहोस् है। अनि खोर बनाउँदाखेरि चाहिँ के ध्यान दिनु पऱ्यो, तपाईँले हाम्रो सर्वे हेरिराख्नु भएको थियो, यो काठ हालेको चाहिँ मलाई एकदम मन पऱ्यो भनिराख्नु भएको थियो। काठ हामी ठुलो हाल्ने होइन, ठुलो हाल्यो भने के हुन्छ बाख्राले ती हक्छ, बाख्राले ती मोल्छ होइन, अनि त्यही हिलो हुन्छ, अनि ती बस्छ, फेरि फोहोर हुन्छ होइन। बाख्रा चाहिँ के हो भने आफैमा खोरी जात हो, तर ऊ सफामा बस्नुहुन्छ है। त्यसले गर्दाखेरि हामीले जुन 2x1.5 को चाहिँ काठको साइज बनाएको छौँ, त्यो साइजको काठ चाहिँ के बेटर छ भने त्यसमा बडकुला अड्किँदैन। 1-2टा अड्क्यो भने पनि बढाउँदाखेरि सजिलै जान्छ। त्यसले गर्दाखेरि खोर बनाउँदाखेरि ती काठ भुइँमा चाहिँ काठ नै प्रयोग गर्नुपर्छ है। बरु साइडमा बाँस प्रयोग गर्नुहोस्, अन्य कुरा प्रयोग गर्नुहोस् है, तपाईँलाई ऊ छ भने, तर भुइँमा चाहिँ काठ नै प्रयोग गर्नुहोस्, स्टिक नै प्रयोग गर्नुहोस्। तर कुकाठ भए पनि हुन्छ, बाख्रालाई राम्रै हामीले अब जस्तो यहाँ तपाईँहरूको त सालको रहेछ, सिसौको रहेछ, अब हाम्रोमा त त्यो छैन भन्ने तपाईँहरूलाई लाग्न सक्छ। त्यो चाहिँदैन, बाख्राको पिसाबले त्यो किरा लाग्दैन होइन काठमा। जसले गर्दा कुकाठै भए पनि प्रयोग गर्नुहोस्, काठ नै प्रयोग गर्नुहोस् है। त्यसले गर्दाखेरि त्यो राम्रो हुन्छ। अनि तपाईँलाई अर्को के लाग्न सक्छ भने हामी त अब तपाईँहरूको त यत्रो व्यवसायले चाहिँ यत्रो खोर बनाउनु भएको छ, हामी त यत्रो लगानी गरेर काम गर्न सक्दैनौँ, यहाँ आएर हेर्दा के काम छ भन्ने तपाईँको मनमा कन्सेप्ट पर्न सक्छ। त्यो होइन। तपाईँ अहिले हामी व्यवसाय गर्नलाई के गर्नु पऱ्यो भने अहिले हामीले के गरिरहेछौँ, बाख्रालाई कहाँ राखिरहेछौँ, भुइँमा राखिरहेको होइन। टाढा हामीसँग कतिजनाको छ बाख्रा पालिरहनु भएको, बाख्राको टाढ कतिजना छ, 1 जना 2 जना 3 जना 4 जना 5 जना प्रायः सबैको छ। एकदमै राम्रो है हो। बाख्रालाई चाहिँ टाढमा राख्नु भएको छ, त्यो सबभन्दा। अब तर के गर्नुहोस् भने अब हाम्रो चाहिँ कन्सेप्ट के छ, हामी कति आउँदाखेरि चाहिँ के भन्नुहुन्छ, तपाईँहरूले त यत्रो लगानी गर्नुभएको छ, न हामी लगानी गर्न सक्छौँ, न यत्रो बनाउनु सक्छौँ। त्यो होइन, हामी धेरै लगानी गर्नै पर्दैन खोरमा। सुरुवातमा चाडा खामो गाडेर निधार हालेर सबै काठ टोक्यो भने त खोर त बन्यो त। हाम्रो स्थानीय स्रोत प्रसाधनलाई नै प्रयोग गरेर बनाउन सकिन्छ है। त्यसले गर्दा हुन्छ। अनि के गर्नुहोस् भने मैले अघि मेसिनले काटेको देखाएँ तपाईँहरूलाई। हामी के गर्छौँ, बाख्रालाई घाँस के गर्दै खुवाउँछौँ, झुन्ड्याउँछौँ है। झुन्ड्याउँदाखेरि कति घाँस खान्छ बाख्राले, आधा घाँस भुइँमा जान्छ होइन, 25% घाँस ढाँटेर फाल्नुपर्छ। जम्मा 25%। हामी 1 भारी घाँस ल्यायौँ भने 1 भारीको 25% मात्र बाख्राले खाइरहेको हुन्छ, 75% चाहिँ हाम्रो खेर गइरहेको हुन्छ है। त्यही घाँसले हामी 20वटा बाख्रा पाल्न सक्छौँ, तर त्यही घाँसले हामी 10वटा बाख्रा मात्र पालिरहेको छ। त्यो होइन
तपाईँले अलिकति प्रविधिको प्रयोग गर्नुहोस्। के गर्नुहोस् भने हामी तपाईँसँग थोरै बाख्रा छ, हाम्रो घरमा चुप्पी हुन्छ नि होइन, चुप्पीले त्यसलाई टुक्र्याएर हाल्नुहोस्। ढुँड बनाउनुहोस्। ढुँडलाई यत्रो पाइपकै ढुँड किन्नुपर्छ हुँदैन, हामीसँग जर्किन पाइन्छ है, ड्रमहरू पाइन्छ, त्यसलाई चिरेर ठ्याक्क ढुँड बनाउनुहोस् होइन, कम लगानीमा ढुँड बनाउनुहोस्। त्यो ढुँडमा टुक्र्याएको घाँस हालिदिनुहोस् र बाख्रालाई चाहिँ सजिलै त्यहाँ खान नमिलोस्। किनभने बाख्रा के हो भने तपाईँले सजिलोसँग त्यहाँ बाटा राखिदिनु भयो भने एउटा भाँडोमा राखिदिनु भयो भने त्यहीँ हल्छ, त्यहीँ मोल्छ, त्यहीँ बदिन्छ, त्यहीँ खेर बाँध्छ। त्यो होइन, हाम्रो जसरी राखेका छौँ नि त्यसमा तपाईँले फलामै प्रयोग गर्नु परेन, काठ प्रयोग गर्नुहोस्। यतापट्टि ढुँड राखिदिनुहोस्, ढुँडमा घाँस सर्फ हालिदिनुहोस्, त्यो खेर परेन। तपाईँको मेहनत जति छ त्यो बच्यो। अनि अलि धेरै सङ्ख्यामा पाल्नु भएको छ भने एउटा मेसिन किन्नुहोस्, मेसिनले टुक्राउनुहोस्, त्यसरी चाहिँ हालेर खुवाउनु भयो भने हामी अलिकति अगाडि बढ्न सक्छौँ, त्यसलाई व्यवसायिक रूपमा अगाडि बढ्न सक्छौँ। अब तेस्रो कुरा, हामी बाख्रा छनौट, बिउ छनौटमा विशेष ध्यान दिनुपर्छ। हामी पछि परिरहेको कारण के भने तपाईँहरूसँग सबभन्दा धेरै कसकोमा छ सङ्ख्या बाख्रा? कतिवटा छ? 80वटा छ। कस्ता बाख्रा छन् तपाईँसँग? नाउ खरी हो नाउ खरी हो। ब्यागे पहिला गरे थियो, हजुर, अहिले जमाना पाएको ल्याउन पाएको छ। तपाईँसँग ठुलोमा कत्रो बाख्रा छ? माउ बाख्रा छ, सानोमा कत्रो छ भनिदिनुहोस् त मलाई। ठुलोमा मेरो माउन्ट ब्याड छ। माउ ब्याडे हो। माउ मेरो कति किलो अन्दाजी? 25-30 किलो छ। 25-30 किलो छ है। सानोमा सानोमा माउ भइसक्यो है? सानोमा त 12-15 किलो पनि छ। 12-15 किलो हुन्छ। अब यस्तो छ हेर्नुहोस्, हामी सबभन्दा के छ भने कृषक हामी पछि परेको कारण चाहिँ बिउ छनौट हामीले सही गर्न सकिरहेको छैनौँ। हामीसँग बाख्रा पालिरहेछौँ, सङ्ख्या छ, हामी मेहनत गरिरहेछौँ क्या, तर के छ भने हामीसँग त्यो बाख्रा सही छ कि गलत छ हामी छुट्या छैन। तपाईँले घरमा गएपछि के ध्यान दिनुहोस् भने तपाईँसँग उत्पादनशील र राम्रो त्यसले दुध आउने, पाठापाठी राम्रोसँग हुर्काउने बाख्राहरू कुन कुन छन् छनौट गर्नुहोस्। त्यसलाई एउटा ऱ्याङ्कमा राख्नुहोस्। जुन जुन उत्पादन दिँदैन नि, राम्रो उत्पादन दिँदैन, जसका पाठा राम्रा हुँदैनन्, दुध राम्रोसँग आउँदैन, त्यसलाई विस्थापन गरिहाल्नुहोस्। सुरुमा हामी हाम्रो खोरबाट सुरु गरौँ है। त्यो भयो भने के हुन्छ त भन्दाखेरि तपाईँले खुवाउन पनि खुवाउनु भएको छ, मेहनत पनि गर्नु भएको छ, तर उत्पादन राम्रो दिइरहेको छैन। हामीले बिउ छनौट गर्दा जहिले पनि के ध्यान दिनु पऱ्यो भने मान्छेले फलानुले खोर नै बेच्छु भने मैले त खोर नै किन्ने, सस्तोमा पाएँ भनेर हामी किन्छौँ, त्यो होइन। बरु त्यहाँमध्ये 10वटा बाख्रा बेच्छ भने 3टा बाख्रा राम्रो छ भने 3टा किन्नुहोस्, महँगो परोस्, तर त्यो 3टाले दिने उत्पादनलाई त्यो 10वटा राखेर त्यसलाई गर्ने चिया। हामीले दुध धेरै आउने खालका, 2टा पाठापाठी सजिलै हुर्काउने खालका, खाँचा ठुला भएका त्यस्ता बाख्राहरू चाहिँ हामी छनौट गर्नुपर्छ। अनि दोस्रो कुरा, हामी बिउ बोका, विशेष गरी बिउ बोका छनौटमा हामीले ध्यान दिन सकिरहेको हुँदैन। एउटा हाडनाता प्रजनन गरिरहेको हुन्छौँ हामी होइन। के छ भने हाम्रो गाउँमा एउटा राम्रो बोका जन्म्यो, खोरमा राम्रो बोका जन्म्यो, यो ब्याडे बोका भनेर राख्छौँ होइन त, हाम्रो त्यही चलन छ नि। अनि त्यो बोका त्यसको आमालाई पनि त्यही लगाइदिन्छौँ है, त्यसको बहिनीलाई त्यही प्रजनन गराइदिन्छौँ, माइजू जे नाता परे पनि त्यो नै प्रजनन गराइदिन्छौँ। अनि हाम्रोमा पहिला खरी बाख्रा यत्रो हुन्थ्यो, अहिले घट्दै 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 यत्रो हुन थालेछ। कारण के त भन्दाखेरि एउटा हाडनाता प्रजनन गऱ्यौँ हामीले, त्यसले गर्दाखेरि त्यो राम्रो हुन सकेन, अगाडि बढ्न सकेन है। जहिले पनि बिउ बोका राम्रो छान्नुपर्छ, कम उमेरमा राम्रो हलक्क बढेको र त्यो एक जेनेरेसनलाई, एउटा पुस्तालाई, माउ पुस्तालाई हामीले त्यो लगायौँ भने छोरी पुस्तालाई त्यो बोका लाउनै भएन। त्यसलाई विस्थापन गरिदिइहाल्नुहोस्, अर्को बोका ल्याउनुहोस्, अर्को लाइनको बोका ल्याउनुहोस् र त्यसको छोरी पुस्तालाई लाउन मिल्यो, त्यो अहिले भइरहेका माउलाई पनि लाउनु मिल्यो, छोरी पुस्तालाई लाउनु मिल्यो, तर त्यसबाट जन्मेको छोरीलाई चाहिँ लाउनु मिलेन। त्यो कुरा ध्यान दिएर हामी एउटा हाडनाता प्रजनन गराएनौँ भने एउटा अगाडि बढ्न सक्छौँ। दोस्रो चाहिँ हाम्रो के छ भने कम उमेरमा प्रजनन गराइदिन्छौँ है। गोठालो लग्या हुन्छ, 5 महिनामा नि बोको लगाएछ, 6 महिनामा नि बोको लगाएछ, अनि यत्रो पाठा हुन्छ, त्यसले कस्तो ब्याउने हेर्नुहोस् त। अनि हाम्रो गाउँघरको चलन के छ, पहिलो खेतमा पाएको बाख्राले पाएको पाठापाठी बाँध्दैन, चलन छ नि होइन, हामी भन्छौँ है। अब त्यो माउ नै सानो हुन्छ, 5 महिना 6 महिनामा बोको लाग्या माउ 10 महिना हुँदाखेरि ब्याउनु, 10-11 महिना हुँदाखेरि अब त्यो माउले कस्तो उत्पादन दिने भन्नुहोस् त। अब हाम्रो पनि के हो भने बिहाबारी विषबारी भन्छौँ नि, किन भने त त्यो होइन, शारीरिक रूपले जब परिपक्व भएपछि बच्चाहरू चाहिँ राम्रो जन्मिन्छ होइन। अब मेन्सुरेसन
नचुने हुने महिनावारी हुने भने त केटी मान्छेको 12-13 वर्षदेखि सुरु हुन्छ नि। तर त्यति बेलादेखि नै प्रजनन क्षमता त हुन्छ नि होइन। तर हामी किन 20 वर्ष पुगेपछि बिहा गर्ने भने त शारीरिक रूपले परिपक्व हुनु पर्यो, बच्चा जन्माउनलाई योग्य हुनु पर्यो भनेर न हो। भनेपछि बाख्रामा नि त्यही हो कि हामी कम्तीमा पनि 9 महिना हुन्छौँ। कम्तीमा पनि 9 महिना पुगेपछि चाहिँ प्रजनन गराउने, जसले गर्दा चाहिँ के हुन्छ भने शारीरिक रूपले परिपक्व भएको हुन्छ होइन। अनि पाठापाठी राम्रो उत्पादन हुन्छ, दुध राम्रो आउँछ, अनि सजिलै हुर्काउन सक्छ। यी दुईवटा कुरामा हामीले विशेष ध्यान दिनुपर्ने छ। हामी पहिला आज भोलि तपाईँ गएपछि मेरो खोरमा कुन बाख्रा अब्बल छ, कसले पाठापाठी राम्रो जन्माउँछ, कुन चाहिँको दुध पुग्छ, कुन चाहिँ अब्बल छ, ती बाख्राहरूलाई छनौट गर्ने, त्यसका पाठीहरू बरु राखे। तर यी चोक्रे माउहरू जो उत्पादन राम्रो दिँदैन, उत्पादन हुँदैन, त्यसलाई मेहनतै नगर्नुहोस्, बरु कम घाटा लागोस्। अहिले अलिकति घाटा लागेर जस्तो देखिन्छ, तर पठाइदिइहाल्नु त्यहाँबाट सुरु गर्नु है। त्यसरी हामी अगाडि बढ्यौँ भने बिउ छनौटमा विशेष ध्यान दियौँ भने हामी अगाडि बढ्न सक्छौँ। अब अर्को कुरा, अब बिउ छनौट हामीले घाँस पनि लगायौँ, खोर पनि बनायौँ, बिउ पनि अब राम्रो छनौट गऱ्यौँ। हामी 3टा कुरा हामी अगाडि बढिसक्यौँ। अब 4थो कुरामा हामीले ध्यान दिनु पर्यो। अब यसलाई औषधि उपचार, जुकाको औषधि विशेष गरी होइन। हामी के गर्छौँ, जुकाको औषधि कति कतिमा खुवाउँछौँ? 3 महिनामा खुवाउनुहुन्छ। हामी कसरी खुवाउँछौँ, औषधि कसरी खुवाइराख्नु भएको छ तपाईँले? सिरिन्जबाटै खुवाउनुहुन्छ। मतलब के औषधि खुवाइराख्नु भएको छ भन्नुहोस् त मलाई। यो 2-3 खालको औषधि हुन्छ है, त्यसले सबै चेक गरेर गुड, एकदमै राम्रो। मैले यही भन्नु खोजेँ, हामी के छ भने हामी सामान्यतया चाहिँ के गर्छौँ भने भेटनरी पसलमा जान्छौँ, हाम्रो मेरो बाख्रालाई जुका परेछ औषधि दिन्न भन्छौँ है। अब अगाडि के खुवाएको थाहा छैन, पछाडि के खुवाउनु थाहा छैन, औषधि दिनु भन्यो। अब त्यो भेटनरी पसलमा कुन औषधि हुन्छ, राम्रो हुन्छ कि हुँदैन, कुन सस्तो हुन्छ, अब उहाँहरूलाई फाइदा हुने मात्र हुनसक्छ कि के गर्नु पऱ्यो भने भेटनरी पसलमा बरु 10-50 रुपियाँ महँगो परोस् तर मलाई राम्रो औषधि चाहिन्छ है भनेर तपाईँ 3 चोटि भन्नुहोस्। 4थो चोटि जाँदाखेरि तपाईँलाई नराम्रो औषधि देखाउँदै दिइहाल्नुहुन्छ, राम्रै औषधि हुन्छ। र औषधि उहाँले भनेको जस्तै हामी बर्खा टाइममा विशेष गरी बाख्रालाई नाम्ले जुकाको सङ्क्रमण बढी हुन्छ, असार साउनमा नाम्ले जुकाको सङ्क्रमण बढी हुन्छ। त्यो अवस्थामा नाम्ले जुकाको औषधि खुवाउने, त्यसपछि के गर्ने, फिते जुकाको खुवाउने, गोलो जुकाको खुवाउने, अर्को हेमङ्कस जुका भन्ने हुन्छ, एकदमै मसिनो रौँ जस्तो, जुन चाहिँ आँखाले देख्न एकदमै गाह्रो हुन्छ, तर त्यसले चाहिँ एकदम चाँडो रगत खाइदिन्छ बाख्राको। 15 दिन अगाडिसम्म एकदम राम्रो बाख्रा थियो, तर 15 दिन पछाडि के छ भने बाख्रा हेर्दाखेरि ती पुगेन ढल्ला जस्तो लड्ला जस्तो चाहिँ बाख्रा छ। यसो आँखाको नानी यसरी पल्टाएर हेऱ्यो भने पुरै सेतो हुन्छ होइन। अनि त्यसपछि 2-4 दिनमा बाख्रा मर्छ। त्यो भनेको चाहिँ हेमङ्कस जुका भन्छौँ, त्यो रौँ जस्तो हुन्छ। त्यो त्यसको पनि औषधि नेपालमा कमै मात्रा पाइन्छ, तर केही मात्रामा पाइन्छ। त्यसको पनि औषधि खुवाउन सक्छौँ हामी। त्यसरी चाहिँ गरेर खुवाउनुपर्छ। र जुकाको औषधि फरक फरक समयमा, र कहिलेकाहीँ के हुन्छ भने हामीले आज खुवायौँ, अहिले नामले पऱ्यो कि भनेर हामीले नामलेको औषधि खुवायौँ, तर त्यसले काम गर्दिँदैन है। 2टा कारणले गर्दैन। एउटा कारण चाहिँ के गर्दा रहेछौँ भने मैले अनुभव गरेको यसरी भ्रमण टोलले आउँदाखेरि बाख्रा तपाईँको कति किलोको छ भन्यो भने हामी मासुको हिसाब गर्दो रहेछौँ कि बाख्राको जिउँदोको वेट कति भनेर हिसाब गर्दा रहेछौँ, मासुको हिसाब गर्ने। अनि अब बाख्रा हुन्छ 20 किलो, मासु त 20 किलो होला होइन। अनि 20 किलो जति हुन्छ भनेपछि अब 20 किलो औषधि दिनुहुन्छ प्राविधिकले पनि, त्यो हिसाबले दिनुभएको हुन्छ। अनि अब 20 किलो रोजको औषधि खुवायो काम गर्दैन। अनि त्यसले गर्दाखेरि एउटा समस्या हुँदो रहेछ। हामी जहिले पनि औषधि खुवाउँदाखेरि बाख्राको जिउँदो तौल कति हो भन्ने हिसाबले मात्र त्यसको हिसाबले औषधि खुवाउने हो एउटा कुरा। अनि दोस्रो कुरा चाहिँ के हुन्छ भने उसलाई फिते जुका परेको छ, अब नाम्ने जुकाको औषधि खुवाएर त त्यसले त काम गर्दैन। अनि यदि त्यसरी काम गरेन भने 21 दिनपछि हामी जुकाको औषधि दोहोऱ्याउन सक्छौँ। 21 दिनभन्दा अगाडि चाहिँ नदोहोऱ्याउनु, किनभने त्यो चेन्ज देखिन पनि 21 दिनदेखि 1 महिना लाग्छ। अनि त्यस्तो भयो, अब त्यो औषधिले काम गरेन, मानौँ अहिले नाम्लेको औषधि खुवायौँ त्यसले काम गरेन भने फिते जुकाको औषधि खुवाउनु, गोलो जुकाको औषधि खुवाउनु, त्यसले काम गर्छ। त्यसरी चाहिँ चेन्ज गरेर त्यसरी पनि खुवाउन सकिन्छ है। र अर्को कुरा हामी भ्याक्सिन लाउने कुरामा विशेष गरी मैले के देखाएको छु भने इन जेनरल हाम्रो यी पनि गाउँहरूमा भ्याक्सिन लगायो भने चाहिँ बाख्रा बिरामी हुन्छ, ज्वरो आउँछ, मर्छ, बाख्रालाई भ्याक्सिन लाउनु हुन्न भन्ने चलन छ। कोही यहाँ गाउँमा पनि केही म देखाएको छु, म भन्छु त्यो होइन, कहिले पनि हुँदैन। हो
त्यो हुँदैन है। तपाईँ हामी त्यत्रो बाख्रा पालेका छौँ, हामी कुनै बाख्रालाई भ्याक्सिन नलाउने भने ल्याउने भोलि छ, आज भ्याक्सिन लाउन आएको छ भने आज लगाइदिनु, केही फरक पर्दैन। भ्याक्सिन भनेको त्यो रोगसँग लड्ने क्षमता त्यही जीवाणु त्यहाँ शरीरमा होइन। त्यसले गर्दा हामी कोरोनाको भ्याक्सिन लायौँ, अब हामी लाउँदाखेरि के भयो, केही मान्छेलाई ज्वरो नै आयो, कोही मान्छे बिरामी पनि भयो, तर सबैलाई त त्यो भएन नि होइन। त्यसले गर्दा भ्याक्सिन अनिवार्य लाउनुहोस् भन्छु म। भ्याक्सिन चाहिँ अनिवार्य लाउनुपर्छ, जसले गर्दा के हुन्छ भने ती समस्याहरू आउनु दिँदैन। किनभने अहिले ठाउँ ठाउँमा पिपिआर आइरहेछ भन्ने हल्ला आइरहेछ होइन। अब त्यो हामी भ्याक्सिन लगाएनौँ, जो मान्छेहरूले भ्याक्सिन लाउनु भएन उहाँका पिपिआर देखिनु थाल्यो। सर त्यो गर्नु पर्यो। यो भ्याक्सिन चाहिँ मान्छेको त अब अलि फरक फरक किसिमको भ्याक्सिनहरू हुन्छ होइन। यो बाख्राको चाहिँ कस्तो हुन्छ, यो एक किसिमको मात्रै हो कि त्यसो छ, त्यसको चाहिँ एउटै ए, शेड्युल सरकारले ल्याउने, एउटा कम्पनीबाटै ल्याउने हुन्छ होइन। त्यसरी चाहिँ अब प्रदेश सरकारहरूले किन्ने चाहिँ फरक फरक ठाउँबाट होला, तर जीवाणु सेम हो, त्यसले केही फरक गर्दैन। कम्पनी फरक हुन सक्छ। उसको लाइफभरिमा चाहिँ एकपटक भ्याक्सिन लाउने कि होइन, वर्षमा एकचोटि लाग्यो भएपछि वर्षमा एकचोटि? र कम्तीमा वर्षमा एकचोटि लाग्नु। प्रत्येक वर्ष लाउनुहोस्, केही फरक पर्दैन है। भन्न चाहिँ 2 वर्ष भन्छ, तर प्रत्येक वर्ष लगाइरहेको छ, प्रत्येक वर्षै लाउनु भएको हुन्छ है। त्यति भयो भने अब करिब करिब हामी अगाडि बढ्न सक्छौँ। अर्को कुरा चाहिँ हामी बाख्राको बिमा, तपाईँले 80 बाख्रा पाल्नु भएको छ, बिमा गर्नु भएको छैन। अनि बाख्रा मऱ्यो के गर्ने, खाँदैमा हाल्यो होइन, विकल्प केही छ र हो। हामी पछाडि परिराखेको चाहिँ के छ भने बाख्रा बिमा गरिरहनु कि त्यो चाहिँ विशेष ध्यान दिनुपर्छ। हामी कृषक सेफ हुने भनेको बिमाले हो। हामी अहिलेसम्म यो अवस्थामा टिकेर अगाडि बढ्न सक्नु भनेको हामीलाई बिमाको सपोर्ट खूब हो है। किनभने हामी यसरी मरेको बाख्रा सबै खाल्डोमा हाल्दै जाने र त्यसको बिमा क्लेम नहुने हो भने हामी अस्ति नै सकिसक्यो, हाम्रो घर जग्गा लिलाम भइसक्यो होला है। त्यो हुन तपाईँ बिमा प्रत्येक जिल्लामा, अब सरहरू पनि हुनुहुन्छ, उहाँहरूसँग सपोर्ट लिनुहोस् होइन। प्रत्येक जिल्लामा एउटा बिमा कम्पनीलाई अनिवार्य रूपमा बिमा गर्नुपर्ने पशु र कृषिको बिमा गर्न लगाएको छ। जस्तो हाम्रो मकवानपुर जिल्लालाई शिखर इन्सुरेन्स कम्पनीले गर्छ है। उनीहरूले गर्दिनँ भन्न पाउँदैन, उनीहरूले अनिवार्य गर्नुपर्छ। यदि गर्दिनँ भन्यो भने सम्बन्धित पशु शाखा अन्तर्गतबाट गएर बिमा कम्पनीमा निवेदन हाल्नुहोस्, गरेन भने त्यसपछि टाउको टेकेर गर्छ है। त्यो जहिले पनि हामी सेफ हुने भनेको बिमाले हो। तपाईँ बिमा गर्नुहोस्, बिमामा धेरै पैसा खर्च पनि हुँदैन। अनि हामी दुईवटा कुराले बिमा गरिरहेको छ, एउटा पैसा खर्च हुँदै भन्यो, दोस्रो झन्झटिलो के यो बाख्रा मऱ्यो खाँदा काट, फोटो भिडियो बना, अनि त्यसपछि गएर पशु सेवामा जा, ओडामा जा, सिफारिस लि, अनि त्यो लिएर गएर उहाँ बुझा, त्यो झन्झट कसले गएर नि होस् भनेर हामी छोडिरहेको छौँ। त्यो होइन, तपाईँलाई एकचोटि गर्दा झन्झटिलो लाग्छ, दुईचोटि गर्दा झन्झटिलो, तेस्रो चोटिबाट त्यो सजिलो प्रोसेस हुन्छ, केही पनि गाह्रो हुँदैन है। त्यही भएर बिमा अनिवार्य रूपमा गर्नुपर्छ र गर्नु, त्यसले गर्दाखेरि हामी सुरक्षित हुन्छौँ। तपाईँको एउटा बाख्रा हामी मानौँ, एउटा बाख्रा 10,000को बिमा गऱ्यो भने हाम्रो पैसा धेरै लाग्दैन, 100 रुपियाँ लाग्छ। 100मा नि 80 रुपियाँ चाहिँ सरकारले तिर्दिन्छ क्या, 20 रुपियाँ हामीले दिनु है। त्यसले गर्दा बिमा विशेष गरी गर्नु के भयो भने हामी यति कुरा गरेर त्यसलाई आहार राम्रोसँग खुवाउन सक्छौँ भने बाख्रामा हामी राम्रोसँग अगाडि बढ्न सक्छौँ, दिगो रूपमा टिकेर अगाडि बढ्न सक्छौँ। र यो पेसामा चाहिँ के छ भने अरू पेसा जस्तो आजको भोलि नै रिजल्ट चाहिँ आउँदैन है। जस्तो गाई हामीले ल्यायौँ, गाई पालन गऱ्यौँ, आज बेलुका दुध दोयो लयो बेच्यो, भोलि बिहान दुध दोयो लयो बेच्यो, पैसा आउँछ। यसमा चाहिँ त्यो हुँदैन। तपाईँ कम्तीमा 2 वर्ष चाहिँ धैर्य हुनुपर्छ। नयाँ व्यवसाय सुरु गर्दै हुन्छ भने नि 2 वर्ष चाहिँ त्यसमा लगानी थप्दै जाने हो है। तपाईँलाई बिमा गर्नु पऱ्यो, पैसा औषधि उपचार गर्नु पऱ्यो, पैसा आहारको लागि पैसा, बाख्रा पैसा सबै। अब एउटा पाठी तपाईँ 6 महिनाको किन्नुहुन्छ, 6 महिनाको 5 महिनामा अर्को 3-4 महिना पालेर बोको लाग्छ, 9-10 महिनामा बोको लाग्यो, त्यसपछि त्यसको 5 महिनापछि ब्याउँछ, अनि बिहाको 1 वर्ष जति पछि बल्ल बिक्री गर्न सकिन्छ है। त्यो भएर यो पेसा चाहिँ दिएको भएर म आजको भोलि रिजल्ट खोज्छु भनेर चाहिँ होइन कि लामो समय म यो व्यवसाय गर्छु र टिकेर काम गर्छु भनेर चाहिँ यो व्यवसाय गर्नुभयो भने हामी अगाडि बढ्न सक्छौँ र राम्रो हुन्छ। र अर्को मैले यो हाम्रो तालिमको कुरा पनि अलिकति जोडेँ। हामी के गरिरहेछौँ, यो तालिमहरू हामीले किन यत्रो लगानी गरेर बनायौँ भन्ने कुरामा मैले अलिकति जोडेँ।
हामीले 2-3टा कुराले गर्दाखेरि यो तालिम चाहिँ हामी हल चाहिन्छ र यहाँ तालिम बाख्रा कमै दिनुपर्छ भन्ने उद्देश्यले हामीले सुरु गऱ्यौँ। एउटा चाहिँ के भयो भने धेरै युवाहरू विदेश जाने अनि अलिकति पैसा कमायो अनि आएर नेपालमै केही व्यवसाय गरौँ भनेर सुरु गऱ्यो। अनि फार्महरू भिजिट गऱ्यो। फार्महरूमा भिजिट जाँदा एउटा बाख्रा बोका बेच्दा कति पैसा आउँछ भन्यो 50,000 1 लाख 1.5 लाख आउँछ भन्यो। अनि के गर्ने त भन्दाखेरि ओहो 1.5 लाख 20वटा बाख्रा पाल्यो भने कतिवटा पाठा दिन्छ 40वटा दिन्छ। 40वटा पाठा राम्रोसँग बेच्न सक्यो भने 50,000ले बेच्यो भने 40वटा को त 20 लाख आयो। यस्तो यत्रो पैसा आउँदो रहेछ भनेर अनि झ्याम्मा खाल्यो खोर भने जस्तो बनायो। अनि पैसा हुँदैन अलिअलि ऋण गऱ्यो अनि बाख्रा किन्यो खोर बनाएर राख्यो। अनि अब बाख्रामा त्यो आइडिया छैन कन्सेप्ट छैन अनि के गर्यो बाख्रा मर्दै जान्छ झ्याम्टा हुँदै जान्छ। अनि के गर्यो ओहो अब यो पेसा काम छैन हामीले सकेनौँ त्यो थापेन भन्यो। अनि त्यो पेसाबाट लागेको ऋण किन्न फेरि विदेश जान्छ त्यो प्रचलन भयो। अनि हामीले के गर्यौँ भने यो हुँदैन कम्तीमा पनि त्यस्ता युवाहरूलाई चाहिँ फार्मभित्रै व्यवसायिक तालिम दिए। उहाँलाई चाहिँ बिहान बाख्रासँगै उठ्ने बेलुका बाख्रासँगै सुत्ने के गर्नुपर्छ त बाख्रा पालनमा दुःख के छ अप्ठ्याराहरू के छन् अवसर के छ ती सबै कुराहरू हामी देखाइदिनु। अनि अर्को के भने बेसिक लेभलको प्राविधिकले होइन सुईसम्म आफूले लाउन सक्ने ज्वरोसम्म चेक गर्न सक्ने सामान्य रूपको त्यो गर्न सक्ने बनाउँछौँ। किनभने हाम्रो ठाउँमा चाहिँ जस्तो सर मानव आज प्राविधिक हुनुहुन्छ उहाँहरू अब तपाईँहरूले भनेको ठाउँमा आजै पुग्न नसक्ने अवस्था हुन्छ। हाम्रो त्यो पर्याप्तता छैन जसले गर्दा तपाईँले सामान्य रूपमा ज्वरो चेक गर्ने अन्य कुराहरू हेरेर सुईसम्म लाउन सक्नुभयो। उहाँहरू जाउँदै त त्यो बाख्रा बाँच्छ नि त होइन। अनि उहाँहरूले फर्दर ट्रिटमेन्ट गर्नुहुन्छ। त्यसरी गर्न सक्ने गरी एउटा युवाहरूलाई चाहिँ यहाँ 7 दिनको तालिम लिइसकेपछि अब म गर्न सक्छु है यो व्यवसाय गर्न सक्छु भन्यो भने उहाँहरू अगाडि बढ्न सक्नुहुन्छ। होइन भने बरु यहाँ 10,000 तालिममा खर्च गरेँ त्यो सक्यो म अब अरू नै बरु केही गर्छु भनेर चाहिँ सुरु गर्नुहुन्छ भन्ने उद्देश्यले। अर्को एउटा स्थानीय निकायहरूले तालिम हामी दिन्छौँ तर के छ भने हाम्रो तालिम विशेष गरी होटेलमा लगेर होइन त्यस्तोमा लगेर दिन्छौँ। तर के हुन्छ त भन्दाखेरि होटेलमा गएर लिइसकेपछि उहाँहरूलाई के हुन्छ भने त्यो प्र्याक्टिकल धेरै हुँदैन होइन। नभइसकेपछि के हुन्छ भने टेक्निकल्ली उहाँहरूलाई आइडिया हुँदैन। अनि त्यो तालिम उहाँले 50 सरले 100 दिनुहुन्छ 100मा 50 हुन्छ घरसम्म पुग्दा 25 हुन्छ अनि गर्दाखेरि बस्न आइपुग्छ। त्यसले गर्दाखेरि कम्तीमा पनि त्यस्ता तालिम चाहिँ यहीँ राखेर गर्दै गर्न पायो भने त्यो देखेको कुरा चाहिँ धेरै अझ प्रष्ट हुन्छ भन्ने त्यसरी सुरु गरेँ। मैले अहिले यति नै भने तपाईँहरूको केही जिज्ञासा मैले आफूले मात्र बोलिरहेँ होइन। अब तपाईँहरूको जिज्ञासा के छ त भन्नु त के छ केही सोध्नु मन लाग्यो केही भन्न मन लागेको कुरा छ भने भन्नुहोस् है। त्यसको त्यो सिरोही बाख्राको दिन्छ नि त हजुर बोका पार्टीहरू हजुर त्यो कसरी पाइन्छ किलोको? ए सिरोही बोकाको तपाईँले प्योर बोका लान चाहनु हो भने सिरोही र अजमेरीको 1700 रुपियाँ किलोमा पाउनुहुन्छ है। अनि पाठी लानुहुन्छ भने 1600 रुपियाँ किलोमा पाउनुहुन्छ र प्लस लानुहुन्छ भने 50%लाई 1000 रुपियाँ र 75%लाई 1200 रुपियाँ किलोमा पाउनुहुन्छ। अनि बोयरको चाहिँ 1200 देखि लिएर 2200 रुपियाँ किलोसम्म पाइन्छ। हामी पर्सेन्ट हेरेर प्योरलाई 2200 रुपियाँ पर्छ 75लाई 1200 पर्छ। अब त्यसपछि 87लाई 14 93लाई 1600 होइन। अनि 96%लाई चाहिँ 1800 र 100%लाई 2200। त्यसको चाहिँ हामी पेडिग्री सर्टिफिकेट चाहिँ दिन्छौँ। हामी यसको चाहिँ रेकर्ड हुन्छ सबै जन्मे हामीले बोका लाउँदादेखि हातनाता चल्ने भनेको छु त्यो बेलादेखि हामी रेकर्ड गर्न जन्मिँदा कति तौलको त्यो जोग्छौँ हामी जन्मेपछि होइन। अनि त्यसको रेकर्ड राख्दै जान्छौँ। अनि त्यसको पेडिग्री हाम्रो जन्मदत्ता भनेर चाहिँ त्यसको पेडिग्री सर्टिफिकेट चाहिँ हजुर माउको लागि छनौट गर्दा हजुर एउटा माउले सिङ्गल पायो पाएको पार्टी अनि एउटा माउले 2टा पाएको पार्टी हजुर 2टा पार्टी
र एउटा पात एउटा अर्को पात दुईवटा एउटाले एउटा मात्र पायो एउटाले दुईटा पायो एउटा दुईवटा पात छनौट गर्नु एउटा यो गर्न होइन, पायो दुईटा पाएको छनौट गर्ने बिउलाई छनौट गर्दाखेरि दुईटा पाउने नै छनौट गर्ने हो। किनभने हामीले छनौट यहाँ अहिले माउ छनौट छ नि हामीसँग जति छ नि हामीले छनौट गर्दा के कुरामा ध्यान दिन्छौँ भने दुईटा पाठापाठी पाउने पूर्ण भएकै माउ चाहियो, एउटा मात्र भएर हामीलाई फाइदा भएन। जमुनापारी नेपालमा सक्सेस कम छ, तपाईँले कति हेर्नु भएको छ, हाम्रो प्राविधिक सरहरूलाई अनुभव छ होला होइन। जमुनापारी एकचोटि नेपालमा विनसम्म भित्यो तर त्यो सक्सेस भएन। कारण के त भन्दा तपाईँले भनेको 1 वर्षमा ब्याउने होइन, एउटा मात्र पाठापाठी पाउने, देख्दाखेरि ठुलो देखिन्छ, वेट नआउने, अनि अलिकति झरी बादल पऱ्यो निङ्लिङ्ग पर्ने, नाका सिँगा निकाल्न जाने, त्यो भएको कारणले हाम्रो जमुनापारी टिक्न सकेन। कृषकलाई तपाईँ चाडा पाउने पनि राम्रो होइन, मेरो अनुभव है, मैले भनेको मेरो अनुभव। अब यो फेरि सबैलाई लागु नहुन सक्ला। दुईटा पाठापाठी पाउने गुण भएको माउ सबभन्दा राम्रो, किनभने बाख्राको जुन दुईटा हुन्छ, दुध खुवाउन सजिलो हो, पर्याप्त पोषण पुग्यो, जसले गर्दा के भयो त पाठापाठी राम्रोसँग दिन सक्यो है। त्यसले गर्दा हामी छनौट केमा ध्यान दिन्छौँ, एउटा दुईटा पाठापाठी पाउने गुण भएको माउ, त्यसपछि कम उमेरमा राम्रो बढेको होइन, जस्तो दुईटा मध्ये पनि उत्कृष्ट बढेकोलाई दिउँ। एउटा केही उमेरसम्मको जन्मेको एउटै 22 किलोको भयो, एउटा 25 किलो भयो, 25 किलो राम्रो होइन त्यो। अनि त्यसपछि सानोमा जटिल खालको रोगहरू नलागेको, निमोनियाहरूले नसताएको, त्यस्तो कुराहरू हामी हेरेर अध्ययन गरेर छ। अरूको केही जिज्ञासा कस्तो लाग्यो तपाईँहरूलाई? एकजनाले भनिदिनु न त, केही छैन भने। होइन सरलाई यसो भनिदेऊ कस्तो लाग्यो तपाईँलाई? हुन त अब हामीले जेनरली त्यो गर्छौँ होइन, तै पनि तपाईँहरूलाई अब आजको छलफलमा तपाईँलाई नयाँ के कुरा लाग्यो? सर भन्नुहोस्। आजको भ्रमणमा लागेको के हो भने मेरो ठाउँमा खास भन्नुपर्दाखेरि अलिकति लाइन बिजुलीको पनि अभाव छ है, छैन। मलाई एकदमै एउटा राम्रो लाग्यो कि मैले अहिले हजुरले जुन दाना देखाउनु भयो नि, हजुर त्यो दाना धेरै महँगो हालेको हुन्छ। हजुर आखिर त्यो दाना हामी आफैले गराउन सकिँदैछ होइन, गराएर हामीले अहिले हजुरले मैले भने नि कलर हजुर हामीसँग किन्दाखेरि त्यो सायद पनि कलर आउँछ, हजुर त्यो सायद केही केमिकल हालेरै होला होइन, केमिकल हालेर मात्रै गरेको छ। हामीसँग यो यदि साधन छ भने आफैले सबै कुरो गर्न सकिँदैछ भनेको यहाँ आएर हुनु यो हामीले गराउनै सक्दैनौँ कि होइन, हामी बाहिरबाट बोराबाटै किन्नुपर्छ कि भन्ने सोच्न थिएँ है। यो आफैले आफ्नै अगाडि आँखा अगाडि गर्न सक्दैछ, यो चाहिँ अब नयाँ नयाँ। अरू त अब यहाँ जस्तो व्यवस्थित त छैन होइन, तर भयो नि अब कतिपय कुराहरू अब बाख्राको प्रोसेसमा चाहिँ अब तलमाथि हुँदो रहेछ। यहाँ चाहिँ के देख्यो भने अब मेरोमा चाहिँ म दैनिक तल जुटो निकाल्छु कि दैनिक जुटो निकाल्छु, तर यसमा चाहिँ यहाँ हाइट पनि अर्को भएको देखेँ, जुटो ननिकालेको उतापट्टि मैले हाइट फेरि हुँदै देखेँ, तर जुटो पनि त्यहीँ भएको देखेँ है। सायद त्यो जुटोको उसले चाहिँ ग्यास चाहिँ बाख्रालाई असर तपाईँले गरेको एकदमै राम्रो छ। यो हामीले गर्न नसकेका कारणले, कारण के छ भन्दाखेरि अब यो विविध कारण छन्, धेरै बाख्रा छ, म्यान पावर पाइँदैन, आयो 2 महिना काम गर्यो फेरि मान्छे हिँडिन्छ हेर्नुहोस् होइन, यी कुराहरूले गर्दा हामी गर्न सकेका छैनौँ। यो डेली सफा गर्नै पर्छ, तपाईँको त्यो बेस्ट हो। तपाईँ सक्नुहुन्छ अझ सफा गरिसकेपछि एउटा स्प्रे मेसिन राख्नुहोस्, सर्को औषध छिट्दिनु, हप्तामा 1 दिन छिट्नुहोस्, सक्नु भएन भने त्यो गर्नु बेटर हो। तपाईँले गरेर एकदम राम्रो छ। तपाईँ के याद गर्नुहोस् भने तपाईँ कहाँ यही बाख्रा जाने हो भने यहाँभन्दा धेरै राम्रो यो कुरा ढुक्क छ, किनभने हामी यत्रो फार्ममा हाम्रो त नजरै पुग्न सकेको छैन। म एकजना हुन्छु यतै यतातिर, कहिले भ्रमण टोली भन्यो, कहिले कहाँ भन्यो, कहिले कुवाइरा हुन्छ, कहिले बिक्री भन्यो, यता जानु पऱ्यो, दाइ आफ्नो उसमा हुनुहुन्छ। अनि यहाँ त हामीले ध्यान दिने कतिखेर भने कुन बेला फुर्सद हुन्छ त्यति बेला ध्यान दिनु हो, नत्र भने हाम्रो त काम गर्नेको कर्म हो। त्यसले गर्दा हामी धेरै ठाउँमा बिक्री गरिरहेका छौँ। धेरै ठाउँमा बिक्री गर्दा के राम्रो रेस्पोन्स आएको छ भने तपाईँ कहाँ भन्दा 1 महिनामा 8 किलो बढ्यो, 6 किलो बढ्यो भनेको चाहिँ हामी सुन्न पाउँछौँ, खुसी लाग्छ हामीलाई। त्यो त आफूले स्वयं व्यक्तिले सुसाएर जस्तो हुँदैन। मैले पनि पहिला मान्छे राखेर गरेको थिएँ। हजुर मेरो त फेरि चरु हाउस है, घोडा होइन,
त्यो अब काम गर्ने मान्छेलाई त अर्काको भनिसकेपछि त्यसले हेर्दै त हुन्छ नि एकदमै गोठालो गएपछि एउटा बाख्राको त्यो कुनैले पेटै छेडेर ल्याएको थियो पुरै पुगालै परेको थियो ट्रिटमेन्टमा आफैले गरेर गराएर आउनु त है त्यसैले अब म त के भन्न चाहन्छु भने गोठै फरक पार्ने आफैले आफूलाई राखेर त त्यति सम्भवै छैन कि आफूले त्यसको पछि लाउनु सक्नु पऱ्यो है नत्र भने अब लगानी गर्छु अरूलाई काम गरेर राख्छु भने त्यो सक्सेस छैन मैले देखेँ धन्यवाद केही छ अरू हामीले धेरै कुराकानी पनि छ अनि अन्य कर्मचारी विशेष गरेर सहकारीसँग आबद्ध म्यामहरू पनि आउनुभएको छ होइन पूर्व सहकारीको अध्यक्ष पनि हुनुहुन्छ अहिले वक्ता पनि हुनुहुन्छ हाम्रो केन्द्रमा डिस्ट्रिक्ट गाउँपालिका लगभग भन्नुपर्दा मासुमा आत्माले भयो यो तपाईँलाई जानकारी गराएँ तपाईँहरू जस्तो व्यवसाय नगरेर पनि मासुमा खसीमा अब धेरै किनभने प्रत्येक किसानले 20-25 माथि नै पाल्नु भएको छ त्यस्तो व्यवस्थित नहोला तर मेबी उहाँले पनि फेरि व्यवसाय गर्नुभएको छ यदि हामीलाई अब बिउ बोकाको मेन कुरा बोकामा पनि आयो भने अब यो तपाईँको कार्य गर्दा समस्या हामीले बोका चाहिँ चाहियो भने हामी तपाईँहरूसँग कार्यक्रमबाट फेरि गर्नुपर्ने त्यस्तो कार्य आयो भने हामी